ल यसको परिभाषा के लेखेको थियो एक आर्थिक वर्षको अन्त्यमा तयार गरिने खातालाई अन्तिम खाता भनिन्छ। यो हिजो अस्ति पठाएको कुरा हो के न? यो 3 चरणमा पूरा हुन्छ। कति चरणमा? 3 चरणमा पूरा हुन्छ हैन? 3 चरणमा पूरा हुन्छ। 3 चरणमा पूरा हुन्छ। एउटा के छ? एउटा छ ट्रेडिङ अकाउन्ट। के छ? ट्रेडिङ अकाउन्ट। एउटा छ प्रॉफिट एन्ड लॉस अकाउन्ट। एउटा छ बैलेंस शीट छ हैन? बैलेंस शीट छ। यहाँ ध्यान दिने यसबाट चाहिँ फाइन्ड हुन्छ। यहाँ ध्यान दिने फाइन्ड जुन हुन्छ यसबाट फाइन्ड के हुन्छ त? यसबाट फाइन्ड के हुन्छ? यसबाट फाइन्ड हुनु भनेको दुईटा छ हैन? एउटा यसबाट फाइन्ड हुने कतिवटा छ? दुईवटा। एउटा छ ग्रॉस प्रॉफिट। के छ? ग्रॉस प्रॉफिट। यसबाट दुईवटा कुरा थाहा पाउँछ हो के न? यसबाट दुईवटा कुरा थाहा पाउँछ। ग्रॉस लॉस। ल यसलाई फाइन्ड आउट। अब यसमा के हुन्छ? डेबिट र क्रेडिट साइडमा के हुन्छ? डेबिट र क्रेडिट। यहाँ ध्यान दिने डीआर साइडमा के हुन्छ? यहाँ डाइरेक्ट एक्सपेन्सेसहरु हुन्छ। यहाँ डाइरेक्ट एक्सपेन्सेसहरु हुन्छ। र सीआर साइडमा चाहिँ के हुन्छ? डाइरेक्ट के हुन्छ? डाइरेक्ट प्रॉफिटहरु, डाइरेक्ट इन्कमहरु के हुन्छ? डाइरेक्ट इन्कमहरु हुन्छ हो के न? त्यस्तै यहाँबाट दुईवटा कुरा थाहा पाउँछौ। यसमा पनि यो फाइन्ड के पत्ता लाग्छ भने फाइन्ड के हुन्छ? यहाँबाट पनि दुईटा कुरा थाहा पाउँछौ। यसमा नेट प्रॉफिट के रे? नेट प्रॉफिट एन्ड नेट लॉस। के रे? नेट लॉस लाग्छ पत्ता हैन? यसमा चाहिँ के हुन्छ? यसबाट फाइन्ड अब यसमा डीआर र सीआर मा के हुन्छ? यसमा डीआर साइड चाहिँ के हुन्छ? इनडाइरेक्ट एक्सपेन्सेसहरु हुन्छ। के हुन्छ? इनडाइरेक्ट एक्सपेन्सेसहरु हुन्छ। त्यस्तै यो सीआर साइडमा चाहिँ इनडाइरेक्ट के हुन्छ? इन्कमहरु हुन्छ। के हुन्छ? इनडाइरेक्ट इन्कमहरु हुन्छ। यो हामी हिजो अस्ति पढेको